हेलो नमस्कार। आजको यात्रा सानो सैलङतिर है त। मैले यो बनाउन चाहिँ भनेपा चारबाटदेखि सुरु गरेको। बाटो चाहिँ रफ छ। अब अलि बिस्तारै बिस्तारै हामी तुलखेल हुन्छौँ। अनि तुलखेल हुँदै हामी तुलखेलबाट हामी यता दोललघाटतिर लाग्छौँ। ठाउँ ठाउँमा बाटो बनेकोले राम्रो त राम्रो छ होइन, तर धुलो चाहिँ एकदम लास्टै धुलो छ। एकदम धुलोको अलिकति चाहिँ दामी छ यो बाटो बनेछ, तर एकैछिन हो यस्तो यस्तो धेरै पनि सिरियस छैन। तिर लाग्छौँ देब्रेतिरबाट दोललघाट बाटो एकदम धुलो छ। यो चाहिँ खावासम्म चाहिँ यस्तै हो, एकदम ध्वस्त छ बाटो। यहाँनिर एउटा गाडी चाहिँ पुरा साइड लागेर रहेछ है, पुरा साइड लगाइरहेको छ। अब यसरी चाहिँ पार गर्न नमिल्ने हो, खोइ किन पार गरे यसरी। ल 5 गाल बजार पनि आएन। 5 गाल बजारबाट अलिकति अगाडि यो लान्छक भुल्देली बाटो छ दाहिनेतिरबाट। जय माता दी। ल हामी अगाडि बढ्दैछौँ। दोललघाट पनि आइपुग्यो। दोललघाटबाट क्रस गरेर हामी पारी जान्छौँ। यहाँबाट हामी देब्रेतिर लागेर यो कुर्सी तरेर कुर्सीको पुल तरेर जान्छौँ। यतापट्टि झुलुगे पुल, त्यो पालि यो पुल नआउँदैन, हामी झुलुगे पुल तर्छौँ। हिँडेर अब अहिले त पुल बनेछ। कोसीपारी गएन, कोसीपारीबाट माथि पुरा घुम्लो भन्नेतिर लागि। अब बाटो पनि ठिकै छ, गाउँको बाटो। यो बाटो त्यतिसम्म त्यो पिछे छ दोललघाट बजार होइन। अनि मैले किलोमिटरको हिसाब गर्दाखेरि चाहिँ घरबाट मैले हिँडेको चाहिँ नि ठ्याक्कै 100 किलोमिटर रहेछ। एकजनालाई सानो सैलिङ जाने भने कता कता सिधै पुगिन्छ? कति घन्टा लाग्छ यहाँ? बसमा 2-3 घन्टा लाग्छ। सिधै तल तल जानु पर्यो। त्यहाँनिरबाट कच्ची रोड सुरु हुन्छ। पहिलो गएर कच्ची रोड सुरु भयो। अब खतरा 20-25 भन्दा कुदाउनु सकिँदैन। कुदाइनँ मैले चाहिँ, अरूले कुदाउला तर मैले चाहिँ कुदाइनँ। नर्मल यो ठाउँ चाहिँ मलाई बिर्सी। यहाँ पनि अब 2टा बाटो रहेछ, कता हो सोधौँ है त गाडा मान्छेलाई। यहाँ उज्यालो बसेर आएर चाहिँ तिमीहरूलाई सोधौँ है त। बरु त्यो यहाँनिर हो सैलिङ चाहिँ कतातिर? हजुर गुफा के सुरुङ त्यो यस्तो ओडा त्यो तल कतातिर छरेछ नि त? छैन थाहा लाग्छ हाम्रो होइन न सानो सैलिङ त्यो उताको होइन। तीन घन्टा लाग्छ चाहिँ? सानो सैलिङ हो। सानो सैलिङ यहाँबाट निकै छ। कति बेर लाग्छ? अब कति बेर लाग्छ? 2 बज 2:30 भयो। हिँड्दैन है त्यसो भए फर्किन है? कतिको लाग्दो रहेछ? अलिकति अगाडिसम्म गएर हेरौँ। पिचै छ चाँडो आउनु पर्ने, ढिला भयो कि अलि। यहाँको बस्तीको मान्छेले कुरा गरेर म अगाडि लागेँ। अब 2:15 बितिसकेको थियो त 3 घन्टा लाग्छ भन्यो। अब तैपनि म फटाफट दौडिएँ होइन कच्ची रोडबाट। अब हेरौँ कति बेर लाग्छ।
अनेक समस्यापछि धेरै बेर लाएर खाल्साङ घुसुङ गर्दै आइपुग्यो है। आइपुग्यो अब मन्दिर फटाफट जाउँ। पानी पनि छिटेर आएको छ यहाँनिर। पानी परे जस्तो छ। फेरि यहाँनिर बाटो छोडेर म त पुरा सिधा मास्तिर पो गएछु। यहाँनिर दुईवटा एरो दिइरहेको थिएँ माथि गयो अनि म फर्केँ 2 मिनट चाहिँ माथि गएर फर्केँ। पुरा डर लागेर चित्तो आउला यताबाट जानुपर्ने रहेछ। ठिकै छ फेरि भेटिहाल्यो 2 मिनट 5 मिनट ढिला भयो माथि फटाफट गइयो ल। सक्ला सलाना पुग्ला यहाँ भइसक्यो। हेर क्या काठमाडौँदेखि आएको अलि ढिला हिँडेछ कि है एक्लै है त्यो फर्किने भइन्छ नि फर्किने भइन्छ नि मजाले। पानी पर्छ यतिर यो माथि माथि तल त पर्दैन ल गर्मी छ बेसरी तल त जस्तो गर्मी छ। अब बिस्तारै अब चाहिँ बिस्तारै ल हेर ल जय मा हर महादेव। ओहो ल मन्दिर चाहिँ दामी छ। गुफा छ भित्र। गुफा भन्दा नि ओडा हो कि गुफा हो। ठुलो छ भित्र चाहिँ मन्दिरहरू के भन्छ महादेवको मन्दिरहरू राखिरहेको छ। अनि म गएको बेला त खास त्यस्तो भिड भएन किनभने बेलुका पनि भयो शनिबार पनि भएन मान्छेहरू त्यति आएको थियो र म एक्लै भएँ एकछिन घुमेँ ओरे अब दर्शन गरेँ ओरे अनि एकछिन यसो भिडियो बनायो अरे यस्तो राम्रो छ ल। ल तपाईँहरू नै आउनुहुन्छ यस्तो दामी छ। दामी यस्तो दामी छ। यहाँ बजाउँछ नि क्या अरे राम शम्भो दुवराइमा त खाइ छ कस्तो सुरुङ छ। फेरि मौरी रहेछ यस्तो दामी मौरी कस्तो दामी। सधैँ भेट्न आउनु म के गरी हाम्रै माया लाग्छ यहाँको एकजना कतिको मान्छे आउँछन् त काम गर्दै हुनु कतिको मान्छे आउँछ
अरूले समस्त यस्तो फटाफुट आउँदैनन् मेला कहिले हो र त्यही नयाँ वर्ष ए औँसी पूर्णिमा भात खासै त्यस्तो त्यस्तो केही छैन झुले मुस्रे भइहाल्यो काठमाडौँ काठमाडौँ अलि ढिला हिँड्यो क्या बिहान 6-7 बजीतिर 7-8 बजीतिर हिँड्नु पऱ्यो उता त आएको थिएँ म अर्को सुने त यता चाहिँ आएको छैन यसो हेरेर फेरि म यसो कहीँ यसो देखेर जानु मन लाग्यो हिँडिहाल्ने क्या त्यो साथी ऊ जाउँ भन्ने छैन कि साथीले हिँड्नु पनि नभए झ्याउला छ साथीले हिँडेर कस्तो हुन्छ नि कहाँ के कस्तो एक्लै हिँड्यो आफ्नो सुरुमा हिँड्यो सिद्धियो क्या यतैबाट जाने तल ओर्लेर यहीँबाटै यहाँको मन्दिर सैलिङको मन्दिर यति होइन यहाँको चाहिँ खास यहाँको चाहिँ भनौँ ठुलो मन्दिर यति हो सानो सानो छ नि होइन अनि त्यस्तो चौर यस्तो उँचो चाहिँ छैन त्यहाँ जान खोजेको जङ्गलको बाटो रहेछ मलाई डर लागेको होइन हो र त्यहाँ मान्छेसम्म गएँ अब फेरि मान्छेको त मलाई त्यति होइन फेरि चित्तो सुत्ताले झम्ट्यायो भने होइन होइन अब के हो कसो हो चित्तो मान्छेको त अब त्यो डर भएन चित्तो सित्तले झम्टिहाल्ने हो कि बाघ त हुँदैन चित्तोहरू हो सानो सानो चित्तो सित्तो यताउतिले झम्टिहाल्ला यहाँ माथि मात्र हो कि माथि माथि पानी छिराएको तल नहुन्थ्यो शीतल तल घरमै है ल आजको यात्रा यहाँसम्म एकदम तपाईँले हो सर्ट भिडियो प्लिज सबैजना यसो आउनु होला घुम्नु होला रमाइलो गर्नु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला भिडियो कस्तो बना खास त्यस्तो प्रो लेभलको त होइन खास हल्का रमाइलोको लागि मात्र हो है त ल गुड बाई